गाइस आज चाहिँ राति हुँदै हो निन्द्रा सुन्दर लागेको छैन बसी छ तपाईको खबर कस्तो छ भन्नुहोस् गाइस यहाँ चाहिँ गौरव चाहिँ बसिरहेको छ हो के गर्नु अनि यहाँ आमा छोरीले मेहन्दी लाउँदैछ उहाँ चाहिँ छोरी चाहिँ वहाँ चाहिँ आमा चाहिँ तू समझा हाँ नहीं तू समझा नहीं तिमीलाई बिना टाइममा के जो मन लागेको मुझे बहुत अच्छा लगता है हस्बैंड मेहंदी लगाने में आपके लिए लगाती हूँ ना मेहन्दी लगाउने मान्छे उहाँ चाहिँ छोरी चाहिँ हो त्यो उयो छ हौ ढिला छ हौ कब्जा ढिला उयो भएको हजुर गर सर्दी बोकेर आएर हो गर तर यो गालामा के भएको सेतो सेतो भएको छ त हस्पिटल लैजानु भनेर चिन्ता के लाग्यो त हुन्थ्यो आज के खुसीमा लाउँछु भनेर ल्याएको त्यहाँ नलाउनु किन त अन्त आज चाहिँ आज चाहिँ म लगाइ त राख्छु अस्ति त थिएन नलगाएको लाउनु मन लाग्यो लगाएँ अनि मेहन्दी सेन्दी लाउनु छ भने यसलाई मेहन्दी इन्भाइट गर्नु होला यसले चाहिँ खुब राम्रो लगाउँछ हो पार्लरमा काम गर्थ्यो हो अहिले पनि पार्लरमै छ बिचरा छोरी चला हो आँखाको नाकको मुखको सबै रेडी गरिँदैछ अब एनिभर्सरी आउँदैछ सालगिरह त्यसको लागि अहिले नै रेडी हो तर यो पालि त नमनाउने हो यो पालि चाहिँ एनिभर्सरी नमनाउने हामी अच्छा ठीक है अर्को साल चाहिँ पक्का मनाउँछु ल गाइस यो पालि नमनाउने